मौकामा चौका हान्न। यो मुर्दा फेरि आएछ। को हो त्यो मलाई मुर्दा भन्ने? रोम रोम भाइयो। त हो मलाई मुर्दा भन्ने? म होइन नि सर, म मुर्दालाई त मुर्दा भन्दिन। तपाईँ जिउँदो मान्छेलाई कसरी मुर्दा भन्छु र हौ? बात त सही है। तिमीहरूको जिन्दगी मेरो हातमा छ बुझेस्। यदि जीवनभर जेलमा सड्नु छैन भने अनुशासित भएर बस। यो भन्दा कति अनुशासित हुनु सर? कि अब जेलभित्र पनि टाइल आएर बस्नु? सर लास्टै भोक लाग्यो हौ। आज मेन्युमा के छ? भ्यागुताको सुप छ, खान्छस्? कि मुसाको सुकुटी खान्छस्? भयो सर भयो, केही नखाने। आज त मेरो व्रत पो छ त, अहिले पो याद आयो। तपाईँलाई थाहा छ सर, हामीले 1 महिनादेखि मासु खाएको छैन। त्यसैले आज बिरयानी बनाउनु रे दाजुले भन्नुभएको। मैले कतिखेर भने? मैले त्यस्तो केही भनेको छैन है सर। जे कुरामा पनि मेरो नाम लाउँछस्। अनि तपाईँले नै भन्नुभएको होइन, मेरो नाम लिएर माग जे पनि पाउँछस् भनेर? कैदीहरूलाई पो माग भनेको त, पुलिसहरूलाई माग भनेको हो र मैले? 1 मिनेट, त कहिलेबाट डन भइस्? तँलाई त मन्दिरको पैसा चोर्दै गरेको बेला समातेको होइन हामीले? त्यो म होइन नि सर, तपाईँ झुक्किनु भयो जस्तो छ। मेरो अनुहार मात्र चोर जस्तो हो के? त्यसैले त म डन हो। मलाई नडाटे, मेरो नजर चिलको भन्दा तेज छ। त जस्तो चोरलाई त म 4 किलोमिटर टाढाबाट चिन्दिन्छु। भनेपछि यत्रो महिनादेखि यसले मलाई उल्लु बनाइरहेको थियो। ओइ पैसा झिक, मेरो पैसा झिक छिटो। लौ कुन पैसा? कुन पैसा रे? मैले नोकर जस्तो तेरो खुट्टा थिचेको, तेरो टाउको मालिस गरेको, तेरो लागि खैनी बनाइदिएको, यो सबको पैसा कसले दिन्छ? तेरो हजुरबाउले? मैले त तिमीहरूलाई पहिल्यै भनेको थिएँ नि, यो नक्कली डनको कुरा नसुन भनेर। तिमीहरूले मानेनौ। सर तपाईँ एकछिन उता फर्किन सक्नुहुन्छ? किन? म यसलाई 2 बक्सिङ हान्नु पर्यो के? यसले धेरै सताएको छ मलाई। पुलिसको अगाडि हान्ने कुरा गर्छस्? जेलदेखि निस्किनु मन छैन कि क्या हो तँलाई? रुको जरा। यसलाई यहाँको पुलिस नि मन पर्यो रे के सर? त्यसैले निस्किनु मन छैन रे। मलाई एकजना पुलिस नि मिलाइदिनु न सर, त्यसपछि म जिन्दगीभरि जेलमै बस्छु। त जेलभित्र माया पिरती लाउन आएको? यो लट्ठी देख्दैछस् नि, यही लट्ठीले हानेर तेरो चाकको हड्डी भाँचिदिन्छु बुझिस्? चाकमा पनि हड्डी हुन्छ र? चाकमा त बोसो पो हुन्छ त। त धेरै नबोले चिन्दी चोर, तेरो अनुहार देखेर कुचाउन मन लागिरहेछ मलाई। ओइ भाइ, म चोर भए पनि मेरो ग्याङ छ बुझिस्? मुख सम्हालेर बोल, भोलिको सूर्योदय नदेखास् नि फेरि। अच्छा। जेलभित्रबाट तेरो बाउले देख्छ सूर्योदय? तिमीहरूको यत्रो हिम्मत, मेरो अगाडि झगडा गर्छस् तिमीहरू? त्यही भएर त तपाईँलाई उता फर्किनु भनेको नि। तपाईँ उता फर्केर 10 सम्म गर्नु, त्यति जेलसम्म हामी यसलाई पब्लिक हान्छौँ। ओइ पुलिस आयो, भागौँ छिटो भागौँ। साले हामी अलरेडी जेलभित्र छौँ, अब कहाँ भाग्नु? ए हो त है, म त भट्टीमा पो छु जस्तो लागिरहेको थियो। अबे साले। तिमीहरूलाई त पागल खाना लानु पर्ने रहेछ। थानामा लिएर गल्ती गरेछु मैले। केही छैन सर, मान्छेले गल्ती गरेरै त सिक्ने हो नि। अर्कोचोटि समात्नु भयो भने चाहिँ पागल खाना लैजानु हामीलाई।